अत्यन्तै खुसीको खबर सबैका लागि। हामीले केही समय अगाडि देवगढको जंगलबाट उद्धार गरेको, देवगढको जंगलमा अल्पत्र अवस्थामा हामीले बिजोग अवस्थाबाट उद्धार गरेको एकजनाको जीवनमा आएको एउटा परिवर्तन देखाउँदैछु। को हुनुहुन्छ थाहा छ? हेलो चेतनजी, नमस्कार। आउनुहोस्। नमस्कार है, हात मिलाऊ। हेर्नु न, किन हेर्नु सर, मैले तपाईलाई भनिदिइसकेको छु अगाडिदेखि नै। तपाईले मैले अन्न नखाएको कति दिन भइसक्यो, तपाईलाई श्राप र पाप लागेर तपाई ध्वस्त खरानी हुनुहुन्छ। मलाई लिएर जानुभयो नि, जानुहुन्छ? उहाँहरूलाई म भन्न चाहन्छु, आज म यहाँ आइपुगेँ। यहाँ नआइपुगेको भए सायद के हुने थियो, कि अब प्राण त्यागिन्थ्यो कि कुनै ठाउँमा अङ्गभङ्ग हुन्थ्यो कि इन्डिया पस्थ्यो कि केही न केही हुने थियो। इन्डिया भन्दा नि मेरो अब यहाँ नआइपुगेको भए सायद म यो धरतीमा रहदिनँ थिएँ। अङ्कमाल गरौँ र हक गरौँ। एकदमै के छ नयाँ खबर? ठिकै छ। चिन्नुहुन्छ मलाई? म को? अर्जुन सर। सुन्नु भएको? तपाईँलाई कहाँबाट लिएर आएको थिएँ मैले? जङ्गलबाट। आज कहाँ हुनुहुन्छ थाहा छ? आशा रिकभरीमा आउनु भएको छ। अहिले जीवन कस्तो भइरहेको छ? पहिलेको भन्दा धेरै सुधार भयो। त्यो अवस्था र यो अवस्थामा अलिकति फरक आएको छ। जीवन बदलियो, थोरै बदलियो। मलाई त पहिला गाली गर्नुभयो नि, त्यतिखेर त याद छ? छैन होला बिचरा। छैन होइन त फेरि मैले केही मनमा लिएको छैन। तपाईँले त मलाई नलग, मलाई छोडिदे, तैँले मार्न नलाई सिकाऊ, तँलाई पाप लाग्छ, शराब लाग्छ भन्नुभयो। आज मलाई शराब लाग्यो त? लागेन नि। तपाईँ बदलिनु भयो, यही हो मेरो लागि खुसी। मोटाउनु भएछ त? पेट लागेछ त? कति केजी हुनुहुन्थ्यो आउँदा थाहा छ? थाहा छैन होला, जोगिनु भएर अहिले तर पेट लागेछ। घर जान मन छ कि नै? सोच्नै सक्दिनँ त्यो कुरा त। अब जानु त मन त, अब के भन्नु। सरी, उहाँको पहिलाको दृश्य साइडमा म बोल्दै गर्दा यो साइडको दृश्य फुटेज हेर्नुहोस् त, कस्तो अवस्थामा हुनुहुन्थ्यो। हामीले जङ्गलबाट लिएर आउँदै गर्दाको चेतन आज नयाँ जीवनको एउटा सुरुवात कर्ता हुनुहुन्छ। आज आशा रिकभरले उहाँलाई जीवनको एउटा नयाँ सुरुवात गरिदिएको छ। जीवन बदल्ने एउटा आँट गरिदिएको छ। चेतन जस्ता धेरैले नयाँ जीवन पाएको यो इक्जाम्पल एउटा घर पनि हो। आज आशा रिकभरीको एउटा ठुलो सफलता, धेरैको जीवन बदलिदिने कर्मको एउटा ठुलो श्रेय जान्छ आशा रिकभरीलाई। मेरो एउटा अनुरोधलाई सहर्ष ग्रहण गरिदिएर आज यसरी राख्ने ठाउँ दिनु हो। मेरो वचनलाई उहाँहरूले मानिदिनु हो। सायद उहाँलाई राखेर कुनै शुल्क लिनु भएको छैन, निःशुल्क रूपमा सेवा गरिदिनु भएको छ। परिवार सम्पर्कमा ल्याउने प्रयत्न जारी छ। म आग्रह गर्न चाहन्छु, अब लग्नुहोस् तपाईँहरूको मान्छे, हामीले राम्रो बनाइदिएका छौँ। अब लग्नुहोस् आफ्नो मान्छे, लगेर उसलाई नयाँ जीवन दिने प्रयत्न गरिदिनुहोस्। हिजो चिन्न नसक्ने हजुरको मान्छे आज यो अवस्थामा हुनुहुन्छ, यो गर्व गर्नुहोस्। समाजलाई हामीले दिन खोजेको म्यासेज यही हो। मानसिक रूपमा बिरामीहरूलाई हेला होइन, सम्मान गरौँ, माया बाँडौँ भनेर मैले बारम्बार भनेको छु। सायद मलाई बाटोबाट धेरैलाई ल्याउँदा पिट्नुभयो, हान्नुभयो, थुक्नुभयो, तर म कहिल्यै दुःखी भइनँ। म किन दुःखी हुन्न? मलाई थाहा छ कि हामीले लगिसकेका मान्छेहरूले नयाँ जीवन पाउँछन् र उनीहरूले भोलि हामीलाई सेब्बास दिनेछन्। आज चेतन खुसी हुनुहुन्छ। अरू सुनाउनुहोस्, के छ? ठिकै छ। अरू भन्नुहोस्, केही सम्झिनुहुन्छ पहिलाका कुराहरू, पहिलाका दिनहरू? पहिलेको दिनहरूमा त निकै त्यत्रो समयमा त सोच्दाखेरि कति ठाउँ पीडा भयो, कति ठाउँ राम्रो भयो। अहिले यहाँको बसाइ ठिक छ? ठिकै छ। माया पाउनु भएको छ? आएको छु। टाइममा खानु भएको छ? केही काम गर्नुहुन्छ कि नै? काम त खासै गर्दिनँ, अलिअलि। हिरो देखिनु भएछ त तपाईँ त। आमा कस्तो खुसी लाग्यो यार मलाई त। खुसी लाग्यो यार तपाईँलाई भेटेर, साँच्चीकै खुसी लाग्यो। मैले तपाईँलाई त्यतिखेरको तपाईँलाई आज बिर्सिन सक्दिनँ। संसार यही नै हो खुसी होइन। आज हामीले गरिरहेको कर्मले दिने खुसीले मै रोएँ तपाईँलाई देखेर।
योभन्दा ठुलो धर्म कर्म संसारमा केही हुँदैन। आज आशा रिकभरीले गरेको कर्मलाई माया गरिदिनुहोस्, आफूलाई सुधार्नुहोस्। तपाईँले हिजो मलाई गाली गर्नुभयो, के भन्नुभयो होइन, आफ्नो आफ्नो कुरा थियो, परिवार जान खोज्नु भएन। घर नबिर्सिनुहोस्, जन्मदिने आमालाई नबिर्सिनुहोस्, बुवालाई नबिर्सिनुहोस्, घर जानुहोस्। म त तपाईँलाई अब घर गएर जीवन राम्रो बनाएको देख्न चाहन्छु, बुझ्नुभयो? तपाईँलाई घर पठाउन चाहन्छु, जाने कि नजाने? म छोड्न जान्छु तपाईँलाई, बसौँ एकछिन, तपाईँलाई उहीँ छोड्न जान्छु, हुन्छ? अब केही समय यहीँ बस्ने, त्यसपछि जाने है। अरू के भन्नुहुन्छ त? धेरैजनाले तपाईँलाई पहिला यो मान्छेलाई कस्तो के भन्नुहुन्थ्यो कि तपाईँको बारेमा धेरैले है, यस्तो मान्छेलाई छोडिदिनुहोस्, नलैजानुहोस्, तपाईँले लगेर कहाँ बदलिन्छ र भन्नुभएको थियो। उहाँलाई के भन्नुहुन्छ? उहाँहरूलाई म भन्न चाहन्छु आज म यहाँ आइपुगेँ। यहाँ नआइपुगेको भए सायद के हुने थियो, कि अब प्राण त्यागिन्थ्यो कि कुनै ठाउँमा अङ्गभङ्ग हुन्थ्यो कि इन्डिया पस्थ्यो कि केही न केही हुने थियो। इन्डिया भन्दा नि मेरो अब यहाँ नआइपुगेको भए सायद म यो धरतीमा रहदिनँ थिएँ। शब्द नै छैन मेरो सर भन्ने केही पनि। खुसी हुन चाहन्छु। सो हामी जीवनमा मान्छेबाट कमी कमजोरी हुन्छ, मान्छेबाट मिस्टेक हुन्छ, गल्तीलाई सुधारेर हिँड्ने मान्छे नै महान भन्छ, हो कि नै? तपाईँ बिरामी हुनुहुन्थ्यो, तपाईँमा केही होइन, तपाईँ कमजोरी होइन, तपाईँ आफै बिरामी हुनुहुन्थ्यो। अब अहिले नयाँ जीवन पाउनु भएको छ। केही कुरा विगतलाई नसम्झिनुहोस्, नसोच्नुहोस्। तपाईँका लागि यहाँको दाइहरूले धेरै गर्नुभएको छ, आशा रिकभरीले धेरै गरेको छ। अझ पनि के गर्ने कुरामा हामी सल्लाह गर्छौँ। केही भन्नुहुन्छ अन्तिममा? के भन्नु छैन सर, अब केही पनि भन्नु छैन। अन्त्यमा भन्नुपर्दाखेरि चाहिँ अब यो अब आफ्नो अब यो उपचार कार्य अब क्रम चाहिँ अब सकेर ल एकदम आफ्नो ख्याल गर्नुहोस्। आज नयाँ जीवन पाउने यो अवस्थामा हुनुहुन्छ चेतनको घर पूर्वी है, पूर्व कुन ठाउँ? मोरङ जिल्ला हो, सुन्दर हरैचा भन्छ। सुन्दर हरैचा गाउँपालिका, गाउँपालिका कि नगरपालिका? नगरपालिका। सुन्दर हरैचा नगरपालिका यो मोरङ हो। मोरङ निवासी उहाँलाई हामीले केही समय अगाडि देवघाटको जङ्गलमा बिजोग अवस्थामा फेला पारेका थियौँ। त्यहाँबाट लिएर आइसकेपछि सुरुमा मानव सेवा आश्रममा केही समय राख्यौँ। त्यसपछि हामीले आशा रिकभरी सुधार केन्द्रमा लिएर आएर राखिसकेपछि अहिले चेतनजीले आफ्नो जीवनको नयाँ यात्रा तय गर्दै हुनुहुन्छ। अत्यन्तै यो खुसीको खबर संसारभरि दिन पाउँदा म जति खुसीको होला र? यदि अरू खुसी हुनुहुन्छ भने कमेन्टमा म पनि खुसी छु भनेर लेख्न आग्रह गर्छु। प्रत्येकले सेयर गरिदिनु होला। अरूलाई पनि यो भिडियोले ऊर्जा मिल्न सक्छ, खुसी मिल्न सक्छ। त्यस कारण मानसिक रूपमा बिरामीहरूलाई हेला होइन सम्मान गरौँ, सडकपेटीमा अल्पत्रहरूलाई हेला होइन प्रेम गरौँ। हजुरहरूले सम्भव छ भने आफैले सेवा गर्नुहोस्, नभए हामीलाई सम्झिनुहोस्। हामी यस्तै आशा रिकभरीहरू, मानव सेवा आश्रम जस्ता विभिन्न ठाउँहरूमा लगेर उनीहरूको जीवनलाई बदल्ने प्रयत्न गर्छौँ। यो पुण्य कर्ममा साथ दिनुहुने सबैलाई धन्यवाद, नमस्कार।